मैले केही दिन अगाडि खसीको मासुको पक्कुको फुल रेसिपी भिडियो राखेको थिएँ। यहाँहरू धेरैजनाले त्यो भिडियोलाई मन पराइदिनु भएको थियो। यहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहे भिडियो मार्फत। अनि मैले फेसबुकमा हो कि टिकटकमा एक दुईवटा कमेन्ट देखेको थिएँ मसलाहरूको डिटेल भिडियो राखेर बनाइदिनु न भनेर। अनि मैले पक्कु बनाउँदै थिएँ अनि यहाँहरूको लागि फेरि रेसिपी भिडियो लिएर आएँ त। यसको लागि सर्वप्रथम मैले एउटा बोलमा जिरा धनियाको धुलो लिएँ, मरिचको धुलो लिएँ, रातो खुर्सानी, बेसार अनि यो चाहिँ टिमुर अनि अदुवा लसुनको पेस्ट र अनि गरम मसला। अदुवा लसुनको पेस्ट न मैले एउटा डल्ले पनि राखेर पिनेको छु। अनि त्यसमा मैले एउटा कागती थोरै कागती निचार्छु, 1 चम्चा जस्तो कागतीको जुस। कागतीको रसले चाहिँ मेरिनेट गर्ने बेलामा चाहिँ मासुलाई एकदम टेन्डर गराउँछ अनि यो पकाएर खाँदा चाहिँ एकदम सफ्ट जुसी र यसको स्वाद पनि एकदम मिठो हुन्छ। अनि स्वाद अनुसार नुन राखेँ अनि यसरी राम्रोसँग मसलालाई चाहिँ एकछिन मोल्ने। अनि यसरी मसला सबै एकछिन मोलिसकेपछि यसमा आफ्नो आवश्यकता अनुसार मासु राखेर यसलाई मेरिनेट गर्ने। मैले मासु राखिसकेपछि 10-15 मिनट यसरी राम्रोसँग चलाइ मोल्छु। अनि यसलाई मैले आज 5-6 घण्टाको लागि मेरिनेट हुन छोडिदिएँ। हजुरसँग समय छ भने ओभरनाइट पनि छोड्न सक्नुहुन्छ। अनि यो पकाउनको लागि आज मैले यस्तो बाक्लो प्यान लिएको छु। त्यो बाक्लो प्यानमा चाहिँ मैले तोरीको तेल तताएँ अनि त्यसपछि त्यसमा ल्वाङ, सुकमेल, दालचिनी र तेजपत्ता फ्राई गरेँ। अनि त्यो फ्राई भइसकेपछि मैले यसमा 5-6 घण्टा मेरिनेट भएर राखेको मासु राखेँ। अनि यो मासु सबै ओरिसकेपछि मैले यसलाई राम्रोसँग चलाउँछु एकछिन। अनि राम्रोसँग चलाइसकेपछि चाहिँ मैले यसलाई छोपेर मैले 3-4 मिनट पकाउँछु। अहिले चाहिँ मैले यो ग्यास चाहिँ एकदम हाई हिटमा राखेको छु। यसरी राम्रोसँग चलाउने अनि यसलाई छोपिदिने। अनि 3-4 मिनट छोपिएर पकाइसकेपछि यसमा मजाले पानी आउँछ। यो फ्रोजन मासु भएको हुनाले यस्तो पानी आउँछ। अनि यो पानी यतिको पानी आइसकेपछि अब यसलाई सानो ग्यासमा राखेर अनि छोपी पकाउने, बेला बेलामा चलाउने। अनि मैले यसलाई अब सानो ग्यासमा सारेँ। अनि यसरी मैले बेला बेलामा खोलेर यसलाई चलाउँछु अनि फेरि छोपेर पकाउँछु है त। यो लगभग रेडी हुन लागेको छ। यो स्टिलको प्यान भए पनि यसको पिँधमा चाहिँ लागेको छैन, किन भन्दा मैले सानो ग्यासमा राखेको भएको हुनाले। अनि यसरी छोपी यसलाई पकाइसकेपछि यो मासु रेडी हुन्छ। मैले पकाउने बेलामा ढक्कनमा पनि मैले ढक्कनको जुन पाल हुन्छ नि त्यसमा पनि मैले यसरी बन्द गरेर पकाउँछु, जसले गर्दा मासु छिटो पाक्छ। लगभग 1 घण्टा जस्तो सानो ग्यासमा पकाइसकेपछि पक्कु रेडी भयो। अब यसलाई चिउरासँग, रोटीसँग, खानासँग, जेसँग पनि खान सकियो। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। लभ यु अल। ह्याप्पी दसैँ। बाई बाई।